एउटा नेपालीमा भनाइ छ, पीर नभएको मान्छे र शिर नभएको खोला हुँदैन। एकदम ध्रुव सत्य कुरा। शिर नभएको खोला हुन्छ त? हुँदैन नि। पीर नभएको मानिस पनि यो संसारमा, यो दुनियाँमा, यो ब्रह्माण्डमा तपाईँले जति पनि मानिसहरू तपाईँले भेट्नुहुन्छ, देख्नुहुन्छ, सङ्गत गर्नुहुन्छ, तपाईँले सुन्नुभयो तिम्रो जीवनमा के चलिरहेछ, उनीहरूबाट के आउँछ उत्तर? धेरैभन्दा धेरै प्रतिशत व्यक्तिहरूबाट आउने उत्तर, जवाफ के हो भने, यो गर्नु खोज्या यो भयो यार, मेरो यो सपना थियो त्यो सपना पुरा भएन, मेरो साथीले मलाई काममा धोका दियो, मेरो छोराछोरी यस्तो भए उस्तो भए, मेरो श्रीमान मेरो श्रीमती मैले भनेअनुसार चलेन, मेरो व्यापारमा घाटा भयो, होइन? केही न केही उनीहरूको मुखार बिन्दुबाट त्यो कुराहरू आइ नै रहन्छ। तपाईँले सबैलाई सुन्नु भयो भने केही न केही समस्या ती व्यक्तिहरूमा, केही न केही पीर ती व्यक्तिहरूमा तपाईँले पाउन सक्नुहुन्छ। यसको अर्थ के हो भने, तपाईँ हामी मानिस हौँ, हामी जीवन जिउँदै जाने क्रममा हामीले विभिन्न मानिससँग सङ्गत गर्छौँ, विभिन्न किसिमका कामहरू गर्छौँ, विभिन्न ठाउँमा जान्छौँ र जीवनयापन गर्ने क्रममा हामीसँग केही न केही समस्या आइलागेकै हुन्छ। समस्याको कारणले हाम्रो मनमा पीर जागेको नै हुन्छ। पीर नभएको मान्छे, तनाव नभएको मान्छे तपाईँले खोज्नु भयो भने जति खोजे पनि त्यो कुरालाई भेट्न सक्नुहुन्न। अब हामी आज समस्याको कुरा गरौँ, समस्या र सम्बन्धको बारेमा कुराकानी गरौँ। हेर्नुहोस्, हरेक सम्बन्धमा समस्या आउन सक्छ। सबै मानिसको जीवनमा जोसँग ती व्यक्तिहरू जोडिएका छन्, ती जोडिएका व्यक्तिहरूसँग सम्बन्धित रहेर कतै न काहीँ समस्याहरू जरुर आउन सक्छ। म तपाईँलाई एउटा कुरा भन्छु र मैले यो पहिला पनि भनिसकेको छु। तपाईँको यो नङ बढ्यो भने तपाईँले के गर्नुहुन्छ? मेरो त नङ बढेछ, फोहोर भएछ भनेर काट्नुहुन्छ। त्यो नङ कहाँ हुन्छ? औँलामा हुन्छ। यसको अर्थ के हो भने, समस्याको समाधान गरिन्छ, समस्यासँग भागिँदैन। जसरी औँलामा भएको यो नङ बढ्यो भनेर हामीले नङ काट्यौँ, औँला काटेनौँ भने जस्तै हाम्रो जीवनमा पनि समस्याहरू आउन सक्छन्। त्यो समस्या आयो भनेर म त मर्दिन्छु नि, यो सम्बन्धलाई त म छोडिदिन्छु नि, म त व्यवस्था गरिदिन्छु नि, मलाई त मतलबै छैन, मलाई चासो नै छैन, अब म यी कुराहरूबाट टाढा हुनुपर्छ भन्ने भावना ल्याउने होइन कि साँच्चै म कसैसँग छु, मसँग जोडिएर कोही मानिसहरूले सपना देखिरहेका हुन सक्छन्। मैले कसैसँग जोडिएर सपना देखेको छु भने अरू कसैले मसँग जोडिएर पनि सपना देखेको हुन सक्छ। मैले ती सम्बन्धित व्यक्तिहरूलाई दुःख दिएर, रुवाएर, तिनीहरूको मन दुखाएर म जीवनमा कहिले पनि खुसी हुन सक्दिनँ। र मैले ती व्यक्तिसँग सम्बन्धित रहेर आएका समस्याहरूलाई मैले समाधानको बाटो खोज्नुपर्छ र समाधानतर्फ म अगाडि बढ्नुपर्छ भनेर सोच्नुपर्छ। तपाईँ हाम्रो वरपर अहिले देख्छौँ, हामीमा के भएको छ अहिले पछिल्लो समय भने, सबैभन्दा ठुलो खुसी त पैसा हो जस्तो हामीलाई लाग्छ। पैसा भए सबै आफ्नो हुन्छ जस्तो लाग्छ। कहिलेकाहीँ यसो व्यवहार देख्दाखेरि, समय, परिस्थिति, काल हेर्दाखेरि कहिलेकाहीँ हो जस्तो पनि लाग्छ। हामीसँग जे हुँदैन त्यो भयो भने चाहिँ सब चिज मिल्छ जस्तो हामीलाई लाग्छ। अहिले हामी आकाशमा चन्द्रमा देख्छौँ, ओहो चन्द्रमा कति सुन्दर भनिएर जस्तो लाग्छ। यदि चन्द्रमालाई हामीले नजिकबाट स्पर्श गर्न सक्थ्यौँ भने, छुन सक्थ्यौँ भने, नजिक पाउन सक्थ्यौँ भने त्यो चन्द्रमालाई पनि हामी त्यति महत्त्व दिँदैनथ्यौँ होला। तपाईँ हाम्रो के हो भने, जीवनमा तपाईँ हाम्रो स्वभाव के हुन्छ भने, जे कुरा हामी पाउँछौँ त्यो कुरालाई हामी सामान्य लिन्छौँ। जुन कुरा हामीबाट टाढा छ त्यो कुराहरू पाए संसार जित्दिन्थे जस्तो लाग्छ, होइन? सम्बन्धमा पनि तपाईँले के विचार गर्नुपर्छ भने, कुनै सम्बन्धमा हामी नपाउन्जेल हामी कति मर्यादा गर्छौँ। त्यो सम्बन्धमा भएको व्यक्ति मेरो जीवनमा आयो भने त म संसार जित्थेँ जस्तो लाग्छ, ठुल्ठुला समस्यालाई समाधान गर्न सक्थेँ जस्तो लाग्छ, भोकै पनि बस्नु पर्यो भने बस्दिन्थेँ जस्तो लाग्छ। तर त्यही मानिस जब हाम्रो जीवनमा आउँछन् अनि सानातिना समस्याहरूले पनि हामीलाई पिरोल्ने गर्छ। हामी त्यही सम्बन्धबाट टाढा हुने प्रयत्न गरिराखेका हुन्छौँ। उसले मेरो मनै बुझेन, उसले मेरो भावनाको कदरै गर्दैन, उसले मेरो जीवनमा कति दुःख दिइराखेको छ, म यत्रो दिनभरि काम गर्छु उसकै लागि गर्छु,
तर उसले मेरो मनलाई बुझ्दैन भनेर हामी के गर्छौँ, तिनै व्यक्तिहरूसँग गुनासो गर्छौँ, झगडा गर्छौँ र कति बेला तिनीहरूसँग छुट्यौँ जस्तो लाग्छ मानिसलाई। अनि आजको समयमा के भइराखेको छ भने तिनै आफ्नो मान्छेसँग वर्षौँ बिताएका ती प्रिय व्यक्ति श्रीमान श्रीमती आज सँगै बस्न नसक्ने भनेर विदाईका हातहरू हल्लाएर उनीहरू टाढा बन्न प्रयत्न गरिरहेका हुन्छन्। यो किन भइराखेको छ भने समस्या आउन साथ त्यो समस्यासँग भाग्ने होइन। तपाईँ जङ्गलमा जाँदै हुनुहुन्थ्यो, अकस्मात दुईजना चोरले तपाईँलाई च्याप्प समात्यो। ल मलाई मारेर मार भन्नुहुन्छ त? म त अब मर्ने हो, ल जेसुकै गर भन्नुहुन्छ? तपाईँ के गर्नुहुन्छ? के भन्नुहुन्छ या के गर्नुहुन्छ? तपाईँ त्यहाँबाट भाग्ने प्रयत्न गर्नुहुन्छ, आफूलाई बलियो छु भन्ने महसुस उनीहरूलाई गराउनुहुन्छ र त्यहाँबाट भाग्ने प्रयास गर्नुहुन्छ र आफ्नो ज्यानलाई जोगाउन तपाईँ सफल पनि हुनुहुन्छ। हेर्नुहोस्, हरेक सम्बन्धमा समस्या आउँछ। मैले अघि पनि भने त्यो समस्या आइसके पछाडि समाधानतर्फ जाने हो। कहिलेकाहीँ तपाईँको कुरा मलाई चित्त बुझ्दैन, मेरो कुरा तपाईँलाई चित्त बुझ्दैन, त्यो स्वाभाविक हो नि। हामी फरक फरक ठाउँमा जन्मिएका छौँ, फरक फरक तरिकाबाट हुर्किएका छौँ, बढेका छौँ, पढेका छौँ। मानिसका सङ्गतहरू हाम्रा फरक फरक छन् र एकको कुरा अर्कोलाई चित्त नबुझ्नु सामान्य कुरा हो। त्यो नबुझेका कुरालाई मन्थन गर्नुपर्छ। तिम्रो यो कुरा मलाई मन परेन, अब यसरी जाऊ। तिम्रो चाहिँ मलाई यो कुरा मन परेको छैन, यो कुरालाई चाहिँ तिमीले सुधार गर भनेर जान्यो। अब त म त यति पैसा छँदैछ, यत्रो जग्गा जमिन छँदैछ, योसँग किन बस्न पर्यो? तपाईँ संसारको जुनसुकै ठाउँमा गए पनि, जोसुकैसँग सम्बन्ध राखे पनि कहिलेकाहीँ सानातिना समस्याहरू आउँछन्। मानिस बीच समस्या आउने हो, त्यो समस्यालाई समाधान गर्नु तपाईँ हाम्रो कर्म हो, काम हो, तर कर्तव्य हो। उसको कुरा मन परेन, उसलाई छोडिदिन्छु, ऊ मलाई चाहिँदैन, उसले मेरो मनको कुरा बुझेन, ऊ मेरो वरिपरि आयो भने मलाई टाउको दुख्छ, यस्तो भन्नु हुँदैन। उसले के गर्दाखेरि तपाईँको चित्त बुझ्छ, तपाईँले के गरिदिँदाखेरि तपाईँको सामुन्य व्यक्ति जसलाई तपाईँको व्यवहार मन परेको छैन, उसलाई के गर्दा चाहिँ, तपाईँले के गरिदिँदाखेरि चाहिँ उसको मन खुसी हुन्छ, त्यो चाहिँ बुझ्नु जरुरी हुन्छ। समस्यासँग भाग्नु, सम्बन्धलाई टाढा बनाउन खोज्नु यो समाधानको उपाय होइन। यो कुरालाई विचार गर्नुहोस्। हेर्नुहोस्, आज बल छ, जवानी छ, पैसा छ, तपाईँलाई लाग्छ सब चिज मसँग छ। जब यो एक दिन सकिन्छ, यो बिस्तारै कमजोर हुँदै जान्छ तपाईँको जीवनबाट, तब तपाईँलाई के लाग्न सक्छ भने मैले जीवनमा ठुलो भुल गरेँ भन्ने लाग्न सक्छ। सच्चिने समय आजै हो, संयमित हुने समय आजै नै हो। आज कठोर निर्णय नलिनुहोस्, जुन निर्णयको कारणले तपाईँ जीवनको पर पुगेपछि दुई आँखाबाट आँसु झार्न बाध्य हुनुहोस्। नहुन नि मैले त कति ठुलो गल्ती गरेँ भनेर महसुस तपाईँलाई जब हुन्छ नि, आजको कर्मले तपाईँलाई त्यो दिन ल्याउन सक्छ, त्यो अवस्था ल्याउन सक्छ। जीवनमा समस्यासँग लड्दै जुझ्दै आफ्नोसँग आपसी समझदारीमा आफ्नो बीचमा आएको समस्यालाई हल गर्ने प्रयास गर्दै जीवनलाई अगाडि बढाउनुहोस्। आजलाई यति नै भन्छु।